सम्मानीय सभामुख महोदय, यो बजेट विनियोजनको बारेमा छलफल गर्दाखेरि एउटा हिन्दीमा कहावत छ, कहाँबाट सुरु गरौँ कहाँ खतम। भर्खर एउटा सत्तापक्षको सांसद नाउँ नभनौँ, तर उहाँ सुनिराख्नु भएको छ, भन्नुभएको थियो कि बजेटको बारेमा तपाईँ किन जहिले पनि बोल्नुहुन्छ। बजेट बनाउँदाखेरि प्रधानमन्त्री खुसी छ कि छैन? प्रधानमन्त्री खुसी हुन्छ, उहाँको क्षेत्रमा बजेट गएको छ। बजेट बनाउँदाखेरि सम्बन्धित मन्त्रीहरू खुसी छ कि छैन? खुसी छ, किन आफ्नो क्षेत्रमा हालेको छ। बजेट बनाउँदाखेरि जसले मन्त्रीलाई नियुक्ति गर्ने नेता खुसी छ कि छैन? सत्तापक्षको जुन अर्को ठुलो घटकको सभापति खुसी छ कि छैन? उहाँको जिल्लामा बजेट गएको छ। बाँकी सांसद किन तपाईँहरू बोल्नुहुन्छ? तपाईँहरू त यति पनि ध्यान, तपाईँ 4 चोटिको सांसद हो। वास्तवमा मलाई ठिक लाग्यो उहाँले मानिसले भन्नुभयो, तर यसको बावजुद पनि जनताले पनि मलाई भोट दिन्छ। अनि एउटा कुरा म भन्न चाहन्छु कि नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौँ, बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ, अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। अब त्यस कारण जब बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? खाली ट्याक्स लिनलाई राख्ने? शहरी विकास मन्त्रालयको म स्टार्ट गर्छु। काठमाडौँमा 3 करोडको दरले 131 योजना छ। यदि काठमाडौँ जिल्लामा, जति काठमाडौँलाई जिल्ला मानियो भने, काठमाडौँ जिल्ला छ भने 131 योजना छ भने मेरो जिल्लामा त कम्तीमा 15-20 वटा त पर्थ्यो। ठिक छ, म 131 को भाग खोजेको होइन, 131 खोजेको होइन। सर्लाहीको जनता, सर्लाहीको जनता सेकेन्ड ग्रेड नागरिक छ, यहाँ त कम्तीमा ठिक छ 20 राख्दिए हुन्थ्यो, 30 राख्दिए हुन्थ्यो। यो बजेटलाई निजी सम्पत्ति ठानेर जुन भन्छ डलधुरामा सुदूरपश्चिममा एउटा गेटा मेडिकल कलेज पनि गर्ने सबै हामी ताली बजाएँ। डलधुरामा मेडिकल कलेज खोल्ने, तर मध्य प्रदेशमा एउटा पनि मेडिकल कलेज नखोल्ने। यो जुन प्रक्रियाको जुन छ, त्यसकारण मैले बजेटको विनियोजन हुँदाखेरि मानिस रहनुहोस्। माननीय सदस्य महेश भट्टराईला के भन्न खोज्नु भएको छ? अहिले नियम 26 उभिएँ, फेरि नियमावली नियम 20, 21, 23। सामान्य सभामुख महोदय, छलफलमा सहभागी हुनुभएको माननीय सदस्यले असाध्यै आपत्तिजनक विषय यो संसदमा राख्नुभयो। विनियोजन शीर्षकमा छलफलमा उहाँ भाग लिनु भएको छ। देशलाई काहीँ कतै अर्को देशमा, अमेरिका लगायत देशमा गाभिदिउँ भनेर संसदको रोस्टमबाट यस्तो आपत्तिजनक, यो त देश गाभिदिने भएन, हैन लिजमा दिउँ भनेको छु। जब तपाईँ त्यहाँ बजेट राख्नु त तपाईँ किन त्यो अभिव्यक्ति राष्ट्रघाती अभिव्यक्ति हो, यो देशद्रोही अभिव्यक्ति हो। हैन, गम्भीरताका साथ प्रधानमन्त्रीले मन्त्रीले आफ्नो जिल्लामा राख्छ भने यो कारबाहीको विषय हो। सर्लाहीमा बजेट किन सामान्य सदस्य नियमावलीको मात्र विषय होइन, यो कारबाहीको विषय हो। मैले समय दिएको छैन। मैले माननीय सदस्यलाई सम्माननीय सभामुख महोदय, म फेरि पनि आग्रह गर्न चाहन्छु, यो रेकर्डबाट हटाउनु मात्रै कुरा होइन, यो मुलुकको स्वाभिमानको विरुद्धमा, सार्वभौमिकताको विरुद्धमा, राष्ट्रिय अखण्डताको विरुद्धमा एउटा सांसदले यो संसदको रोस्टरबाट उभिएर यस्तो अभिव्यक्ति दिने कुरालाई कारबाहीको विषय बनाइनुपर्छ। उहाँलाई थप बोल्ने दिने कुरामा पनि संसदबाट सचेत गराइनुपर्छ, कारबाहीको विषय बनाइनुपर्छ। यो माग गर्न चाहन्छु। उहाँको अभिव्यक्ति विगतमा पनि राम्रो छैन। समानुपातिक सांसदहरूलाई गाली गलौज गर्ने गरिरहनु भएको छ। कारबाहीको विषय बनाइयोस् अविलम्ब। सामान्य सभामुख महोदय, उहाँलाई यसभन्दा अगाडि बढ्न दिनु हुँदैन। उहाँको अभिव्यक्ति बेठिक छ। राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ। सामान्य सभामुख महोदय, कारबाहीको विषय बनाइयोस्, रुलिङ होस्, उहाँको विषय हटाइयोस्, कारबाहीको विषय बनाइयोस्। धन्यवाद। माननीय सदस्यहरू आसन गरौँ। वक्ता माननीय सदस्यले आशय जे भए पनि 5 वटा जिल्ला बाहेक अरू जिल्लालाई नाम लिएरै अरू मुलुकहरूलाई दिए हुन्छ भनेर बोल्नु भएको छ। त्यसैले माननीय सदस्यहरू, त्यसैले उहाँले अरू मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनेर बोलेको कुरालाई संसदमा यो असंसदीय भाषा प्रयोग भयो, राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु। र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ। यहाँलाई दिएको समय 7 मिनेट छ।
सभामुखजीले यदि पार्टीको दलीय हिसाबले यदि निर्देशन दिनु छ त्यो निर्देशन हामी मान्न तयार छैन किनभने सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन त्यो निर्देशन दिन आउँदैन सभामुखलाई एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन हो त एउटा कुरा के भने बजेट पनि नजाने बोल्न पनि नपाउने हामी पनि जनताबाट आएको हो अनि राजपालाई पहिले जस्तै होइन बजेट किन गएन त्यो मलाई कारण देखाउनु पर्ने बजेट देशमा तपाईको दायामाले आएको होइन तपाईँ जसले आएछ तपाईँ त्यही प्रक्रियाबाट म पनि आएको हो अनि तपाईँले दायामाले यहाँको तपाईँले उभ्याइदिएकै होइन देशप्रति गद्दार तपाईँ हो देशप्रति गद्दार हो कि जसले देशको विकास दिन दिने 20 वर्षमा देशलाई गरिब बनाइदियो युवाहरूलाई बाहिर पठाइदियो युवाहरूलाई विदेश पठाइदिने देशलाई भ्रष्टाचारमा डुबाइदिने र देशको गद्दार हामी हुने एउटा कुरा के भने यो गरेर हुँदैन यो सत्तापछि जे बजेट लाग्यो भने त्यसलाई हामी मान्दैन जनताप्रति न्याय हुनुपर्छ देशको सम्पूर्ण विकास हुनुपर्छ 4-5 जिल्लामा सबै बजेट थुपार्ने र बोल्न पनि नपाउने वक्ता मान्य सदस्य हजुर यहाँलाई म सचेत गराउँछु कि हजुर निर्धारित विषयमा अघि भएको रुलिङलाई समेत ध्यानमा राख्दै आफ्नो अभिव्यक्ति दिन सक्नुहुन्छ यहाँहरू सचेत भएर अगाडि बढ्नुहोस् सभामुखजी स्वतन्त्र सांसद साँडेर जहिले पनि मलाई रुलिङ मात्र गर्ने होइन सबैलाई रुलिङ गर्नुपर्छ सबै संसद बराबर हो यहाँ कोही ठुलो होइन कोही सानो होइन किनकि बारम्बार देख्छु कि हामीलाई मात्रै रुलिङ गर्ने स्वतन्त्र सांसदलाई मात्रै रुलिङ गर्ने कि एउटा राष्ट्रपाललाई दुख दिइराख्ने यहाँ किनकि सानो दल छ एउटा स्वतन्त्र सांसद चाहिँ त्यसलाई बोल्न नदिने त्यसलाई रुलिङ दिने र सरकारको बजेट आफू जम्मै कुम्लाउने त्यसलाई ताली बजाउने त्यस कारणले यो अन्याय हामी सहँदैन हामी नयाँ सांसद होइन अन्याय सहनको लागि जनताले हामीलाई भेजा छैन अन्याय विरुद्ध लड्नको लागि भेजा छ चाहे त्यो आर्थिक असमानता होस् चाहे जातीय असमानता होस् चाहे लैङ्गिक असमानता होस् त्यसको लागि बोल्न यहाँ आएको छु होइन हामी त गुच्चा खेल्न आएको हो एउटा कुरा के भने मान्य सदस्य तपाईँ निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईँ डाइस छाडेर तल जानुहोस् निर्धारित विषय नबोलेपछि तपाईँ डाइस छाडेर तल जानुहोस् यहाँ निर्धारित विषयमा बोल्नुपर्छ नियम तपाईँ तल जान सक्नुहुन्छ ठिक छ तपाईँले मलाई बोल्न दिनु म यहीँ रहन्छु 7 मिनट मेरो टाइम छ म यहीँ रहन्छु किनकि हाम्रो अधिकार संसदमा विनियोजन विधेयकमा हामी राखेका थियौँ त्यतिकै न्याय भएछ 5 मिनट खर्च कटौती बेलालाई पाउने 3 मिनट सम्मानित सांसद पाउने 8 मिनटलाई 7 मिनट गरिदियो त्यो पनि हामी चुपचाप सही रहनुपर्ने काल व्यवस्थामा नराख्ने त्यो पनि सही राख्नुपर्ने सुनवाई समितिमा नराख्ने त्यो पनि सही सबै जाति सहनको लागि हामी जन्म्या होइन एउटा कुरा के हो हामी हिजोको दिनमा पनि अन्याय अत्याचार भएको थियो राजाको त्यसको पनि लागि लडेर आएको हो कसैले हामीले टीका लगाएर आइदिएको होइन त्यसै कारणले जनताको कुरा जनताको आवाज यहाँ बोल्छु त्यति क्लियर हो त्यसै कारणले 10-10 लाख जनसङ्ख्या छ त्यहाँ खेलकुदको बजेट एउटा पनि नपर्ने जहाँ 2 लाख जनसङ्ख्या छ त्यहाँ 5वटा 10वटा जना पर्ने सिधा कुरा नि वर्षौँदेखि किसानलाई अनुदान दिइराखेका थियो उखु किसानलाई त्यो अनुदान नदिने अनि हरेक तिरबाट सर्टेन व्यक्तिको इन्ट्रेस्ट पुरा गर्नलाई जुन बजेट विनियोजन भएको छ त्यसको खिलाफमा स्ट्यान्ड गरिरहेछु गर्छु यो मेरो प्रतिबद्धता हो जनताप्रति प्रतिबद्धता हो र जहाँसम्म देशको कुरा भन्यो देश जसले 30 वर्षदेखि शासन गर्यो देश कंगाल उसले बनाएछ देश भ्रष्टाचारको दलदलमा उसले फसाएछ अमरेश सिंहले मन्त्री बनेर भ्रष्टाचारको दलदलमा फसाएको छैन देश युवाहरूलाई खाडीमा उसले पुर्याएछ मलेसिया उसले पुर्याएछ आज दुनियाँको ग्रे लिस्टमा उसले पारेको छ अमरेश सिंहले पारेको छैन त्यस कारणले यो जुन जहाँसम्म देशको राष्ट्रियताको कुरा हो हामी माथि कसैले क्वेसन उठाउन सक्दैन त्यस कारणले संविधान नसिकाउने संविधान बनाउने मान्छे मध्ये पर्छ संविधान पढ्ने मान्छे पनि हामीलाई संविधान नसिकायो हुन्छ संविधान बनाउने मान्छे मध्ये हो पढ्ने मान्छे मध्ये हो हामी नपढेर त्यतिकै संविधान बनाएको होइन त्यस कारणले मेरो एकदम क्लियर छ कि सभा सञ्चालन दोष र गुणको आधारमा हुनुपर्छ